गाउँघरमा चाहिँ मही पार्नको लागि यी सामग्रीहरू प्रयोग गरिन्छ। यसलाई ठेको भनिन्छ। सहर बजारमा बस्नेलाई कतिलाई थाहा नहुन सक्छ। अनि यसलाई चाहिँ सरो भनिन्छ। यो चाहिँ यस्तो यो मदानी हो। अनि यसलाई चाहिँ नेती भनिन्छ। यसले चाहिँ यसरी यो बीचमा राखेर यो पार्ने। यो गाउँघरका बच्चाहरूलाई थाहा भए पनि सहर बजारमा बस्ने बच्चाहरूलाई चाहिँ थाहा हुँदैन। यो परम्परागत रूपमा मही पार्ने हो। यसलाई ठेकोलाई मही पार्नु अगाडि ढोगिन्छ। अनि अब यसरी मही पार्ने। यसरी यसलाई चाहिँ यो तान्नेलाई चाहिँ नेती भनिन्छ। यो चाहिँ मदानी हो। हेर्नुहोस् है, गाउँघरमा चाहिँ यसरी मही पारिन्छ। घिउ भयो कि भएन भनेर यसरी हेर्ने। घिउ भएपछि यो मदानीमा चाहिँ यसरी लाग्छ है। यसरी आउँछ। अब घिउ निकाल्ने। अब यसरी घिउ निकाल्ने तयारी हुँदैछ। यसरी मदानीमा लागेको घिउ निकाल्ने। यसरी घिउ आयो है। यसरी घिउ निकाल्ने। यसरी घिउ निकाल्ने है। यसरी घिउ निकाल्ने। अनि यो घिउ तताउने खाने।